कतिखेर उठ्नु हो दिदी कतिखेर उठेको भर्खर हो के अरे भर्खर 5 बजे थियो 4 बजे थियो 4 बजे उठ्नु भएको 4 बजे थियो 5 बजे थियो म चाहिँ 6 बजे उठेको है हो आज फेरि कस्तो पुरा हल्का त्यो जाडो गरिरह हल्का फुल्का कुहिरो सुइरो म त जाडो गयो कि भनेको तर गएर हैन यो फेरि एउटा फेरि हेर्छ भिडियो उल्टो लाग्छ के को एउटा फेरि हो र यो यता हो कट्टु चाहिँ उल्टो लागिछ अब यो बाइकहरु निकाल्ने भर्खर उठ्नु भएको नाइ 2 बजे उठ्न 2 बजे उठेको भन्नुहुन्छ के गर्न लाउनु हो दाना निकाल्नु म पनि अब मुख धुन्छु ब्रस गर्छु त्यसपछि मेरो पनि बचे खुचेको काम फाइनली अब ब्रस गर्नु पर्यो त्यसपछि नास्ता अब घरको मान्छेले दिनुहुन्छ कि नै त्यसमा भर पर्छ ब्रस गर्छु अनि मुख धुन्छु अनि फाइनली ब्रस गरेर मुख सुख धोएर भ्याइयो अब पुसपास अब मुखहरू पुसपास गर्न बिहान पानी छुँदा पनि यति चिसो भयो आज हिजो अस्ति जस्तो घामै लागेन आज यति चिसो भयो नास्ता बनाएको होइन यहाँ त यो नास्ता रोटी अनि सब्जी खाने मैले अब यो रोटी सोटी पाकेपछि यो ठ्याक्क निकाल्छु मैले अब नास्ता खाने काम अनि कामतिर चल्दिन पर्यो ए के हो त आजको नास्ता नास्ता यो भात हो बिहान फेरि यो मासु हिजो रातिको लेबर ओभरलोड मासु रहेछ अब काममा जानुहुन्छ नि त ल अब ठ्याक्क अब खाना पनि खान्छु के अरे अब ठ्याक्क 8 बज्न लाग्यो अनि 8 बज्न लाग्यो अब म पनि कामतिर जान पर्ने हुन्छ त्यसो अब हेर्नु होला इन्जोय गर्नु होला